हेर्दा हेर्दै पानीको कारणले गर्दा पानी परेको कारणले गर्दा म्याच हाफ टाइमदेखि सायद स्थगित राखेको जस्तो। खालि हामी त घरमा बसेर बिजनबारीमा बसेर गाडीको गाडी इस्कुस बोकेको मात्रै देख्छौँ नि। तर यहाँ आएर हेर्दाखेरि मचानमा हेर्नुहोस् त, इस्कुसको मचान आम्मा साह्रै दामी प्रकारले लगाएको हुँदो रहेछ। वकहरू गर्नुपर्छ, एक्सर्साइजहरू गर्नुपर्छ, जिउलाई फिटनेस राख्नुपर्छ। ल बहिनी, मलाई अलिकति टेन्सन जस्तो हुँदैछ है। अब यो कुकुरहरूले के गर्ने हो र पनि हेरौँ। हेलो सबैलाई गुड मर्निङ। र आज चाहिँ मैले बिहान 2:30 बजीको वर्ल्ड कप फ्रान्स भर्सेस इराकको म्याच हेर्दै थिएँ। हेर्दा हेर्दै पानीको कारणले गर्दा पानी परेको कारणले गर्दा म्याच हाफ टाइमदेखि सायद स्थगित राखेको जस्तो लाग्यो। र म त्यति नै बेला मेरो वकको टाइम भयो भनेर म तयारी भएर म घरबाट निस्केँ। र आज मैले घरबाट निस्किँदा मैले कुनै डिसिसन लिएको थिइनँ म कहाँ जान्छु भनेर। तर अचानक म यहाँ अहिले झेपीदेखि माथि त्यो रमिते, त्यो चाहिँ रमिते रहेछ, रमिते भन्ने जग्गामा म आइपुगेको छु। र अहिले समय भने बिहानको ठिक 6:02 गएको रहेछ। र म यहाँ झेपीदेखि सिधा माथि रमिते भन्ने जग्गामा आइपुगेको छु। र सायद मेरो आजको प्र्याक्टिस होइन म स्थगित राख्छु होला, कारण अहिले रेनी सिजन छ, पानी पर्ने सम्भावना पनि छ। र म यहाँबाट सायद फर्किन्छु होला जस्तो लाग्दैछ। हेर्नुहोस् यहाँ आम्मा इस्कुसको खेती, इस्कुसको मचानहरू हेर्नुहोस् त, कस्तो दामी पाराले लगाएको हुँदो रहेछ। हामी त घरमा बसेर बिजनबारीमा बसेर गाडीको गाडी इस्कुस बोकेको मात्रै देख्छौँ नि। तर यहाँ आएर हेर्दाखेरि मचानमा हेर्नुहोस् त, इस्कुसको मचान आम्मा साह्रै दामी प्रकारले लगाएको हुँदो रहेछ। र गाइस, र आज म यहाँबाट फर्किँदैछु। यहाँ हेर्नुहोस् त इस्कुसहरू, यहाँ इस्कुस टिपेर अब यो बोरा बाटोमा निकालेर अब यो गाडीमा पिकअपमा कलेक्सन गरेर पिकअपमा हालेर सिलगढी लान्छ। हामीले त अब यसरी इस्कुस फलेको देखेको आज फर्स्ट टाइम लाग्दैछ मलाई त। यो एकदमै राम्रो प्रकारले खेती लाउँदो रहेछ इस्कुसको खेती। यो सबैलाई हेर्नुहोस् त, इस्कुसको खेती यसरी गर्दो रहेछ। कस्तो राम्रो प्रकारले मचानहरू लाउँदो रहेछ। अनि यसरी इस्कुस फलाएर कस्तो मजाले इस्कुसहरू फलाइरहेको रहेछ। यहाँ हेर्नुहोस्, दाजु के गर्नु हुँदैछ हौ? म यहाँ तपाईँलाई यसो हेरेर भिडियो गर्दैछु नि हौ। यो इस्कुसको मचानहरू राम्रो देखेँ कि मन पर्यो तपाईँलाई हेरेर, अन्त यसो तपाईँको भिडियो लिँदैछु। नतर्सिनुहोस् है फेरि, म त बिजनबारीबाट आएको कि।
होइन म त बिहान आफै सधैँ म कुद्नु प्र्याक्टिस गर्न आउँछु कि आज चाहिँ म यता रमितेमा आइपुगेको छु कि अन्त यो तपाईँलाई देखेर यसो भिडियो गरेको नि हजुर ए हजुर हजुर हो नि ल हुन्छ बस्नुहोस् ल अब म रमितेबाट फर्किँदैछु बाटो त ठेको रहेछ न पानी चाहिँ परेको छैन र अहिले चाहिँ म झेपी आइपुग्नु आँटेँ रमितीबाट फर्केर म झेपी आइपुगेँ मैले बहिनीलाई भेटेँ बहिनी तपाईँको नाम मिना तपाईँ यहाँ के झेपी बोल्छ होला है झेपी है सब भर्खर उठ्नु भएको म बिजनबाट यहाँ आएर रमिते पुगेर फर्किसकेँ यसरी ढिलो उठ्नु हुँदैन बहिनी छिटो उठेर वकहरू गर्नुपर्छ एक्सर्साइजहरू गर्नुपर्छ जिउलाई फिटनेस राख्नुपर्छ ल बहिनी म गएँ अहिले चाहिँ म रमितेबाट फर्केर झेपी आइपुगेको छु र यो झेपीको सानो ब्रिज आइपुगेँ म झेपीको ब्रिजमा छु म अहिले र गाइस अहिले चाहिँ म रमितेदेखि फर्केर झेपीदेखि यता माथि झेपीदेखि माथि यता एनडिए स्कुल यहाँ आइपुगिसकेको छु र यो एनडिए स्कुलको फर्स्ट गेट हो गेट रहेछ अब त मलाई घामले भेट्ने हो क्या हो यहाँ कुकुरहरू रहेछ गेटमा र अब मलाई अलिकति टेन्सन जस्तो हुँदैछ है अब यो कुकुरहरूले के गर्ने हो र पनि हेरौँ यो एनडिए स्कुलको यो गेट रहेछ यहाँबाट मुनि स्कुल दामी यहाँबाट गेट इन्टेन्सन भित्र पस्ने रहेछ माथि पनि हेर्नुहोस् दामी र अब म यहाँबाट फेरि कैँचेलतर्फ लाग्दैछु अहिले चाहिँ म कैँचेले बजार आइपुग्नु आँटेँ र भाइ घरमा हुनुहुन्छ यो
कैँचीले अब यहाँबाट आइपुग्यो भने भयो है। हजुर आइपुग्यो। तपाईँको नाम के बोल्छ भाइ? म बिर्से पनि हो। मेरो किनार। किनार है, यहीँ तपाईँको घर? हजुर नि। ए म बिजन बारीबाट मलाई चिन्नुहुन्छ? हजुर। ए हुन्छ भाइ, ल धन्यवाद। कहाँसम्म पुगेर आउनुहुन्छ? म अहिले यो रमितासम्म मात्रै पुगेँ भाइ, किन पानी पर्ला जस्तो भयो कि फर्किहालेँ। हुन्छ भाइ। र यो यहाँ हेरिहाल्नुहोस् यस्तो दामी दामी प्लान्टहरू, क्या दामी जस्तो यो प्लान्ट, दामी दामी प्लान्टहरू। र अब म कैँचीले बजारभित्र पस्दैछु। र फाइनल्ली अहिले म कैँचीले बजार विजय दाजुको दोकानमा आइपुगेँ। अब म सायद यहाँ एकछिन रेस्ट गर्छु होला। ए गुड मर्निङ विजय दाजु, प्रकाश दाजु गुड मर्निङ। दाजु गुड मर्निङ। है तपाईँलाई त पुरा याद गर्छु। दोकानमा हुनुहुन्छ? म रमिता पुगेँ। तपाईँ ठिकै हुनुहुन्छ? यहाँ प्रकाश दाजु हुनुहुन्छ? धेरै भयो मैले प्रकाश दाजु नभेटेको, आज भेट्नु पाएँ। ल दाजु र फाइनली अब म कैँचीलेबाट फर्किसकेको छु। अब म सिधै बिजनबारी तर्फ लागेको छु। हेर्नुहोस् कति दामी घर, वाइट फिल्ड, दामी। गाइस र अहिले म माने डाँडा भन्ने पुरानो डिग्री कलेजमा आइपुगेको छु।